सरी गाइजहरु म भ्लग बनाउँदै खाइरहेको छु त्यो भएर माइन्ड नगर्नु होला तर छोडिदिनु त मेरो मामुको चाहिँ बस्ता निस्किँदैछ अनि त्यही भएर हामी चाहिँ आज प्याकिङ गर्न ल्याउँछौँ यो ब्यागबाट त्यो ब्यागसँग ब्याग प्याकिङ गर्नुभएको है ब्याग प्याकिङ भएर म चाहिँ यहाँ सेन्टर फ्रुट सफ्ट जुस खाइरहेको छु फ्रुट जुस मेरो सिद्धे आउँछ भन्नु न म त सिद्धे भन्नु न के गर्नु लाग्यो हामीलाई भन्दा हस्पिटलको लागि तयारी मामाको के हुँदैछ बेबी हजुरले हेर्नु सक्छ होला यहाँ बेबी बोतल छ त्यही भएर हजुरलाई पहिलेबाट थाहा सक्छ बेबी बोतल वास गर्ने हो हस्पिटल जाने यस हस्पिटल चाहियो नि त अनि यो बोतल ब्रस गर्ने ए यसरी स्याम्पू हाल्नु यसमा प्याक गरेर सबै खाटाकुट होइन पुगेन अटेन के त्यही भएर अनि म चाहिँ यहाँ बात गरिरहेको छु ब्ल्याङ्केट भुलिरहेछ होइन मामाहरू बनिँदैछ बक्करी गयो सरी गाइस म त गर्दै तिनवटा भयो अब यहाँ छ ऱ्यापरहरू पर्दैन मैले सबै पटेर राखेको थिएँ 4वटा ऱ्यापर उतानिर अन्त अहिले छोड्दै त्यो ब्ल्याङ्केट सुकाएन होला छोड्दा यो ऱ्यापर यो गाईहरूलाई देखाऊ ल गाइस एउटा ठिक देखाउँछु त्यो चाहिँ कस्तो हँसाउने छ ल यो चाहिँ बेबीको कपडाहरू गाइस हजुरले सोध्छु होला यत्रो बच्चा जन्मिन्छ होला गाइस यो त मेरो फिट पनि हुँदैन लुज र नि आई कस्तो ज्यान अमेरिका ठाउँहरूमा नि यहाँ ब्लग हुँदैछ दिदी ब्लग ओइ निक्ल्यो जिब्रो निक्ल्यो नगर्दैन यो निक्ल्यो यो गर्दिनु हजुर गरिरहेछु है म तल गएर आउँछु एकचोटि यो माथि लगिसक्यो त्यो ल्यापकिन यो छैन दिदी उयो अहिले बसेको त्यति एकछिन हजुर साबुन लाउनु पर्छ होला है साबुन पर्दैन होला धुले जस्तो भएको थियो कि सरफ सरफ त्यही त सरफ भने सरफमा मजाले मिलेर सुकाउँदा हुन्छ मिचेर अनि डेटलले हालेर सरफमा हालेपछि डेटल नहाल्दा पनि हुन्छ नि त होइन हाल्दिनँ सबमा हाले यो झन् सिधै त्यहीँ पुग्छु हजुरले अब सुत्केरीलाई सबै चिज तयार गरेर एउटा बाटो नि किन्नु पर्ने लुगा धुने है बाटा ए तल चाहियो त्यो त है एउटा त त्यो तलको त सानो छ होइन किनिदिन्छु नि अहिले यसो याद आयो अब एउटा बाटो छ अब बच्चाको सुत्केरीको लुगा धुन पनि चाहियो एउटा त भाँडा हाल्न पनि चाहियो भनेर मैले सब चिज हामीले तयार गर्छु यो चाहिँ बिर्सिनु भएको होला भनेर सम्झाइदिएँ हिटर आज हिजो खानेकुराहरू लिएर त्यो पनि ल्याउनु पर्ने है साँच्ची खानेकुरा नि हस्पिटललाई हस्पिटल ल्याइसक्यो हिजो त्यही भएर चाहिँ त्यत्रो लाग्यो खानेकुरा पाउडर दुध टी ब्याग सबै अनि त्यो अब त्यहाँ गुरुहरूलाई पनि त खान लाग्छ नि त
अनि त्यो डाइजेस्टिभ त्यो ओट्सको बिस्किटहरू सबै लिएर आएको ल्याएर अब जाडो छ फिर्ता ल्यायो कि भोतै लानु पर्छ कौडा चाहिँ कन्जुस नगरौँ है नगर्छु किनभने नयाँ लगाएपछि त के त्यो धोइरहनु परेन हसिना धोइरहँदैन अँ 3-4 दिन त भइहाल्छ केही भएन होइन घर आउने मान्छे आयो भने त यता धुनु मिल्छ नि त अँ घर आउने मान्छे आयो भने त पठाइदिनुहुन्छ यहाँ काममा गर्दैन उता उता ल भ्लग सबैले थोडी मान्छेहरूले हेर्दैछ त ल काट्न मिल्छ नि त्यो त अहिले लाइटको हालेको छैन नि त छैन हालेपछि त्यो डेटोल के अरे त्यो यो चाहिँ के नि नानीको यो अगाडिको बट्टाको नफोडै सबै त्यो त नफोडै नानी सब लिक्विड लाग्छ यो बोतल सफा गर्ने कि ए बच्चाको बोतल छ अनि त्यो रेडी बनाएर लानु पर्यो बिचरा गर्नेलाई गाह्रो हुन्छ नि म त के हसिरहँदा हुन्छ गर्नेलाई नानीको फर्स्टको पालोमा यो बोतल सफा अब के दुध आउँछ आउँदैन थाहा छैन गाह्रो भयो कि यसपालि चाहिँ दुध आउँछ कि खै आउँथ्यो त्यही नि रेडी सुरुमा त दिँदैन दुध तेल ल्याएको दिनै खुवाउँछ कसैको चाहिँ आइहाल्दो रहेछ चुसाइहाल्दो रहेछ अनि आएन भने चाहिँ ल्याएको दिनै फर्स्ट खुवाइहाल्छ अनि त्यही भएर अब रह्यो पनि के भयो आयो भने नि होइन यहाँनिर एउटा चाहिँ किनिराखेँ कि दुध आयो भने अरू नि राति उठेर दुध बनाउनु पर्दैन डिस्टर्ब त भइहाल्छ कति कि उठेर बनाउनु पर्दैन त्यही ओछ्यानमै खुवाउन मिल्छ अरूलाई डिस्टर्ब हुँदैन हजुरलाई नि हुँदैन नि दुध खुवायो अनि त्यही सुत्यो हिँडिरहनु परेन उठेर यसो गर्दा दुध आगोको चाहिँ त्यो चाहिँ सजिलो कि जुत्ता त यही त हो नि होइन यसपालिको जुत्ता त छिटो फाटेको है फाटी छैन नराम्रो परेछ गोलिस्टारै यसैले अनेलाई खर्च गर्दा तिमीले त्यति जस्तो मैले पनि हेरेको कति खाएको के त्यो चक्लेट कति खाएको तिमीले आऊ ल ल बनाउनु भिडियो आऊ ल के अरे चक्लेट देखाउँदै भिडियो बनाउनु पर्ने थियो नि मैले के राखेँ मलाई के कहाँ लगेको तिमीले त्यो अब यो चुरा होइन पहिला यताबाट गर्छु यो एउटा म देखाउँछु यो गाइस यो चाहिँ मसँग छ है है यो अनि यो क्युट छ सेन्डु so cute the jacket भिडियो त अन गरेछ हामीले छ चलिराख यो टोपी त हेर्नु गाइस यो वाला टोपी चाहिँ मलाई उठ्छ हेर्नुस् गाइस टोपीहरू यो सबै टोपी यो टोपी अब आयो हाम्रो मेरो अम्लालाई ठिक हुन्छ हेर्नुहोस् त गाइसहरू त्यसो नगर त्यस्तो गर्नु हुँदैन यो चाहिँ सबै मोजाको पात काटिदिनु ल
यति चाहिँ सबै मजा राख्यो ब्याग फुटेछ खुट्राको बाइबी कस्तो डेटोल बास्ना कुन डेटोलको ल 3-4 दिनलाई चाहियो होला नि त यति होइन अब हाम्रो नेपाली दौरा सुरुवाल सबै अमेरिकाको कहाँ अमेरिकाको लन्डनको यो चाहिँ लन्डनको तिनीहरू लन्डनको यिनीहरूको नेपाल बेबी रिसिभ गर्दालाई यो बेबी ऱ्यापर अनि यसभित्र आउँछ मैले पनि यही राख्छु भाइ यो कहाँबाट लिएर आएको आडबाट यसमा के हुन्छ भने यो बेबी रिसिभ गर्ने सेट हो क्या यो ऱ्यापर अनि दौरा सुरुवाल खोइ सुरुवाल यो दौरा यो सुरुवाल तेरा मिक्स गर्दै दौरा सुरुवाल यो सब यसको सेट हो यो बोटो धोइ पखाली डेटोल हालेर Someone thinks it's a boy. Someone thinks it's a girl. मामुको साथीले पिंक राख्यो अनि हाम्रो सेन्जिता माइजूले माइजू एकदम थुलमा सिनेमा बुझ्ने ब्लू भन्छ त यिनीहरू कम्पिटिसनमा को जित्छ ब्याटल बोय टिम versus girl team. Who will win? गर्लहरू मान्छेले गर्ल भन्नु बोइजहरू मान्छेले बोइज भन्नु त्यही भएर त म ब्लू रहेछ नि तर पिङ्क माथि ब्लू यो भयो बेबी रिसिभ गर्नलाई मलाई साह्रै पिङ्क मनपर्छ मलाई चाहिँ बच्चा पिङ्क छ नि त मुख पिङ्क होइन गर्ल पिङ्क यो अर्को सेट अर्को दौरा सुरुवाल यो अर्को दौरा पिङ्कमा हामीसँग दुवै छ ब्लू पिङ्क अब बाहिर त्यो ब्ल्याङ्केटहरू भयो कि लिएर बेबी यो चाहिँ मेरो गाउन हस्पिटलमा लाउनलाई आफ्टर सिएस यो चाहिँ फर्स्टमा लाउनु हो आउनु लिएर मलाई ढुक्का खोज्यो त्यहाँ अर्को पनि छ दौरा अरे राम कि सुकाइ छैन यो सबै यो होइन सुकाउनु पर्छ जस्तो बेबी यो अझै सुकाएन जस्तो त्यो ब्लूवाला चाहिँ अलि हालिराख्छु न होइन सुकाउनु पर्छ यो त्यो अर्को चाहिँ उतो नानाले त अर्को दौरा बाक्लो चाहिँ हो छोड्दा त छोड्दा आऊ आऊ सुकेछ त छ सुकेछ सुके थियो छोड्दा छोड्दा अब त्यो ल्याउ के गरेको नानी यो चाहिँ बेल्ट के गरिरहेको छौ तिमी दुबारी दुप 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 चाहिँ काहीँ प्लेसमा भएर भर्खर भर्खर यो एउटा प्लेस खुल्ला प्लेस पाएको छु भाइ न्यू बोटल टिपिको यो नानीले नि यसैको यही बोटलबाट खाएको पहिला यही ब्रान्डको यो मेरै हो कसले ल्याइदिएको मामा माइजूले बच्चाहरू यहाँबाट खानुहोस् होला म कहिले समटाइम्स यसलाई बुबु बनाउँछु दुध
Pacifier. Hello, baby, लो हात नलगाऊ है. Socks. Disposable panty. हेर्नुहोस् गाइजहरू दुधु अनि बेबी ल्याउ न ब्रस खोइ ब्रस ब्रस छ त ए या छोमा समेत अइको ब्लू ब्रस खोइ ल्याउ न अनि छुट्टी छ के कहाँ लग्यो तिमीले यो बोतल वास गर्ने स्वीट यो चाहिँ बोतल सफा गर्ने ब्रस भाडा माग्ने ब्रस हो या बोतल छ बोतल तिम्रो पालोको हो त्यो पनि ए बत्ती गएर छ सबै अनेराको पालोको हो त्यो बोतल ब्रस अलिअलि सामान पनि छ त्यो Aripu ipu यो मिलाइरहेछ के के भयो यसको सेटको खोइ त बोटो कहाँ गयो ओइ बाहिर छ कहाँ बाहिर बच्चाको पेटमा बान्ने रे यो चाहिँ आर्टले गिफ्ट दिएको रे यो पनि काट्नुपर्छ डक्टरको यो पनि काट्नुपर्छ किन हो किन काट्नुपर्छ तिम्रो गाउन लाउनु हुन्छ नि त ठुलो काट्नुपर्छ त साल्ने हो साल त्यो चाहिँ मामुको पेटबाट निकालेपछि मामुको पेट प्लासेन्टा भन्छ त्यसमा जोड्या हुन्छ अनि प्लासेन्टाबाट निकाल्नलाई त्यो काटेर क्ल्याम्प गरेर छुट्याइन्छ के बुझ्यो पेटबाट बेबी निस्किन्छ प्लासेन्टा निस्किन्छ अनि त्यहाँ त्यही आन्द्रा जस्तो भने होइन अम्बालेको त्यसलाई काटेर अनि क्ल्याम्प गरिदिन्छ यस्तो ट्याक्क चेपिदिने कि ब्लड नजाओस् भनेर अनि त्यसपछि आफै सुकेर झर्छ यहाँ नाइटोमा बेबीको नाइटोमा हुन्छ नि तिमीलाई जे पनि लाग्छ धेरै त गरेन मैले ठिकै छ अझै हाल्नु हो के हाल्नु जन्मिने एउटै जाडो महिना छ नि त जाडो विन्टरलाई चाहेन अब 3-4 अझै के छ अब प्याक गर्नुपर्छ अब सम्झिँदै ब्यागमा हाल्दै गर्नुपर्छ अहिलेलाई चाहिँ भयो बाई Bye guys. अब यति Extras guys. Oh. Pedro. Lo जाम गाइसहरु हाम्रो पहाडमा जो मेरो मामु तल्ले